स्टार्ट भयो कस्तो देखिरहेछ मलाई त चलो थाहा छैन मलाई त त्यहीदेखि राख म चराउँछु म चराउँछु अहिले आवाज तर सके छैन अहिलेसम्म अनि के जाने भनेको त म गर्छु टाइम बहुत कम है छैन के अझै एउटा साइकल चाहियो के भनेको छैन मेरोमा चरा आएर लाग्ने तेरोमा चरा त्यसले सक्छ नि त अनि त बच्चा किनेहरू नजाने रे एकछिन चलो बाप रे कहिले सक्छ होला के मैले सक्दैन अलिकति मेरो बेलामा त्यही भएर म सिटभन्दा तल हाल्छु सिटमा बसेर हाल्दैन नगर्ने स्टार्ट गऱ्यो हेर्नु अरे बाबले यति झरेको खाना खाना त राख्नु लागिरहेछ म त्यसमा हाक्नु सक्छु यहीँदेखि लागिरहेछ त्यसमा सिटमा बसेर हाक्न सक्छु अनि त्यो अर्कोवाला साइकल चाहिँ किन नल्याएको अर्कोवाला साइकल चाहिँ किन नल्याएको पम्चर थियो सक्छ यता अलिअलि सक्छ होइन पुरै सक्छ मिस्टर प्लिज
के हुँदैन पानीबाट लग्न चाहिँ मजा आउँछ कि तर हामी स्लो हुन्छ ओ लड्छ नि थाहा हुन्छ हामी स्ट्यान्ड गर्न सक्छ तर स्ट्यान्ड हेर्नु खोइ त उठ्छ नि यार अलिकति डिक्की भएर मेरो साइकलमा चाहिँ कस्तो राम्रो चल्ने लाइक गरिदिनु हामी अर्को भिडियो हालिदिन्छु जङ्गलको हाल्छु अर्को चाहिँ अर्को भ्लगको चाहिँ सल्लाह गर्नुहोस् हेर्ने कि नहेर्ने जङ्गल हाम्रो धेरै राम्रो छ यसमा अफरोडिङ गर्ने मजा आउँछ काबीको बटनमा मुक्का हानेर पुऱ्याइदिनुहोस् आज पानी पर्ने जस्तो मौसम भन्छ गाइज फान्ने कोसिस गर्छु भएन हामीले एउटामा चाहिँ आधी भ्लग हालिएछ रेस्ट गर्ने बेला चाहिँ गल्तीले त्यो भिडियो भनेछ त्यो पनि हालिदिएको कसैले भनिरहेछ अझै एउटा भिडियो हाल्नु त हाल्नु कि नहाल्नु कमेन्टमा भन्नु यो ठाउँमा कट भएको यो ठाउँमा हामी यहाँ रेस्ट गर्नु बसेको थियो अनि रेस्ट कट भएको यो ठाउँमा किन त गाइज म फेरि फर्किनेछु त्यसपछि जाने ढुकुर अरे बाबा हामी चाहिँ यहीँ रेस्ट गर्नु रुकेको थियो त्यही भएर कट भएको अहिले त छैन हल्को टायर जो नहाल्यो नि क्यामेरा तारो भिडियो पोज अफ गरिदिएको होइन पोज हाल्नु खोज्यो भन्ने त पारिदिएको जाने नजाने कस्तो लाग्यो त त्यहाँ हेरेको त सब्सक्राइबसम्म गएर हाम्रो आइडी थाहा छैन कस्तो छ लोगो अनि आइडीको नाम के राखेको
घरमा गएर सिन म भन्छु थमसलाई किन तपाईँहरू कमेन्टमा भन्नुहोस् हामी कुन नाम राखौँ। यो ठुलो दाइको चाहिँ नाम थमस हो अनि मेरो नाम चाहिँ अमन हो। भन्नुहोस् चलो आज हाम्रो मौसम खतरनाक भन्छ नि यो बेला हामी पहिला नै मासतिर जान्छ पिपल गाछी थियो हामी त्यहीँ चढ्थ्यौँ। थाहा छ हामी पहिला नै सानो हुँदाखेरि एकचोटि यो मलाई त्यसलाई थमसै भन्छ फेरि त्यो भएर थमसको मामा घर गएको अनि त्यसपछि म त्यो पिपल गाछीको गाछी पनि थिएन मलाई थाहा पनि थिएन त्यो गाछी छ भनेर। अनि घुमेबाट कति दिनपछि हामी आएको रे फर्स्ट अफ अल हामी जाने बेला त्यहाँनिर चाहिँ 1 महिना बस्यौँ। 3 हप्ता बसेको 3 हप्ता बसेको त्यसपछि आएको त यो गाछी कसरी उम्रियो भनेको त राउने जाने होइन रहेछ। अरे बाबु अब स्पिड कुदाउने हो क्या अलिअलि अब यति नै हो स्पिड। अब बिचमा आएपछि स्पिड बढ्छ क्या। क्यामेरा हल्लिरहेछ। तपाईँलाई म एउटा स्ट्यान्ड देखाउँछु। हेर्नु अझै यहाँ पनि हेर्नु। अरे लागिरहेको छेक्यो सरी है गाइड यहाँ छेकिदियो लागिरहेछ। यहाँ हेर्नु जसको कम्फर्टमा के हुन्छ घुर्मीमा हामी त्यहाँ सुरज मामा भिडियो हेर्ने लागेर ठोकिदिनु होला कस्तो हुन्छ थाहा छैन। यहाँ उडाइदिन्छ लागिरहेको उडाइदियो है फेरि क्यामेरा झल्छ त्यही भएर बिस्तारै अब छिटो जाने आन्टी हो कि पुरा मुख ढाकिरहेको छ क्यामेरा देख्ने बित्तिकै। पछाडिबाट गाडी आइसक्यो त्यो जानुपर्छ। धेरै वाइसक्यो हामीसँग एमटी मिलाउनेसले के गर्छ त के अरे हल्लिँदैन टाउकोले हल्लाउँछ। हेलमेट अब 100 भइसकेपछि हामीलाई पैसा आउँछ सिल्भर प्ले बटन पनि आउँछ। त्यही भएर हामी त्यो पैसा आयो भने जम्मा गर्ने। अनि अझै अलरेडी नै यसको यो थमसको खुद्रीमा अझै छ पैसा छ कति छ रे पैसा 1000 2000 कति छ। अझै धेरै पैसा आउँछ। त्यसपछि बाट आउँछ कि अपलोडिङ। अनि अझै गोल्डन प्ले बटन आइसकेपछि अर्को किन्ने
छिटो छिटो हल्का पुऱ्याइदिनु होला। हामी अरू जस्तो युट्युबर होइन कि जस्तो कि एमटिभी आइसक्यो नि सिल्भर प्ले बटन गोल्डन प्ले बटन आयो। त्यही भएर 100 त्यो अगाडि नै पुऱ्याइदिनु होला छिटो छिटो। हामी झन् नयाँ नयाँ झन् मजा मजाको भिडियो हाल्नेवाला छ। त्यही भएर चलाउनु यति आवाज गरिरहेछ नि छिटो नानीको यो त त्यहाँ बच्चाहरू अब स्पिड छिटो अब फुल स्पिड हल्का हल्का अड्की पनि रहेछ। म पनि एउटा हातले छोडेर राख्न सक्छु। यो हेर्नु तपाईँले देखेको छैन होला यो हेर्नु म यहाँ राख्छु एकछिनसम्म 1 2 3 अब चाहियो त्यही भएर हात छोडेर सक्दैन त्यही भएर राख्छु। धेरै लाग्यो मजा आउँछ लागिरहेछ। जति मजा गरे पनि के भन्नु कि एक दिन त हामी सबै लिएर छाड्छ क्या। तर हार नमान्ने मोबाइल भयो भने जसरी भयो पनि त्यो गर्नु मेहनत गर्नु। तपाईँहरूसँग जस्तो कि सौरभ जोशी थाहा नै होला। सौरभ जोशी थाहा छैन भने त्यो एउटा ब्लगर हो। अब हाम्रो चाहिँ घर आइसक्यो। 1 राउन्ड लगाएको धेरै भयो होला मिनेट 20 मिनेट 15 मिनेट लाग्यो होला। किन इन्ट्रो चाहिँ नगर्ने इन्ट्रो त लास्टमा गर्ने भने फर्स्टमा गर्ने इन्ट्रो लाइक एन्डिङ मैले पनि बिर्सिहाल्छु। ऊ हेर्नु पाठाहरू लडाइँ गरिरहेछ। यहीँ बस्ने अब त्यहाँ एन्डिङ गर्ने त्यहाँदेखि पनि हामीले यहीँ एन्डिङ गर्छ। अनि स्ट्यान्ड लगाएर यसो रोके भिडियो